नमस्कार सबैजनालाई। आज चाहिँ यो वर्षको पहिलोचोटि हामीहरू फर्सी टिपिरहेको छौँ अनि फर्सी बारी चाहिँ एकदमै राम्रो थियो, तर यो पानीले गर्दाखेरि एकदमै धेरै विनाश गरेको छ। अनि यहाँनेरि चाहिँ अब यो बोटहरू, यो फर्सीको बोटहरू रहन्छ रहँदैन केही ग्यारेन्टी छैन। अनि यो चाहिँ पहिलाकै फलहरू हो, मतलब यो फलिसकेको थियो पानी पर्नुभन्दा अगाडि, तर अहिलेको फलहरू चाहिँ कुहिन थालेको छ, कुहिएको फलहरू निस्किन्छ। अनि यहाँ बोटहरू पनि झम्रिन थालिसकेको छ। अब यो मर्छ कि बाँच्छ केही ग्यारेन्टी छैन। जस्तै यो बोट अब खत्तम हुन आँटिसकेको छ र फलहरू पनि नयाँ फलहरू यसरी कुहिन्छ। अब है जुन लागेको फलहरू थियो यसरी कुहिँदैछ, बोटहरू बिग्रिँदैछ अनि पानी चाहिँ सुकेकै छैन। यसरी गर्दाखेरि खुट्टै धस्छ अनि यसरी मर्न थालेको छ। अब यहाँनेरि कति धेरै फर्सी फल्ने थियो त। यहाँनेरि चाहिँ अब दिनमा 400-500 केजी फल्ने फर्सी हो यो चाहिँ। तर अब यो पानीले अब थाहै भन्नै सकिँदैन। अब कुनै कुनै बोटहरू चाहिँ मरिसकेको छ, यहाँनेरि हेर्न सक्नुहुनेछ। अब यहाँ धेरै पानी भएर पानी सहन नसकेर यो झम्रिसकेको छ। उपर त्यहाँ पनि यहाँ पनि अब के हुन्छ, अब झैन थपियो भने चाहिँ फिक्स मर्छ, तर यतिकै हुँदा चाहिँ अब भन्न सकिएन। अनि फलेकै छैन मजाले। यो अब यो बोटहरू चाहिँ एक नम्बर फल थियो, कुहिएको फलहरू छ सबै। अब अनि के कसो हुन्छ अब हेर्दै जाम। काँक्रा त मरिसकेको छ हाम्रो। अब यही फर्सी हो, फर्सी र करेला के हुन्छ। यी बोटहरू मर्न थालिसकेको छ। अनि फर्सी चाहिँ हाम्रो हरेक वर्ष एक नम्बर फल थियो। यहाँनेरि फर्सी हेर्न सक्नुहुनेछ। मात्र यो कम, यो फर्सी बारी कत्रो ठुलो थियो। यिनीहरू कम्तीमा पनि 50,000 भन्दा बेसीकै फल थियो। अब के गर्नु, अब जे छ प्रकृतिसँग हुँदैन। प्रकृतिसँग अब प्रकृतिले जे गर्छ त्यही हो, आफूले चाहेर हुँदैन। एक नम्बर फर्सीहरू फल्थ्यो। अब खै के हुन्छ हेर्दै जाम। र तपाईहरुकोतिर के कस्तो बिगार भएको छ मुनि कमेन्टमा भन्नु होला। हस्त, धन्यवाद।